यसरी नै तपाईहरुले पनि गदावरीको केयर गर्नुभयो भने तपाईहरुले पनि राम्रो फुलाउन सक्नुहुन्छ। हेलो फ्रेन्ड्स, गुड आफ्टरनुन। अनि यहाँ तपाईहरुले देखिहाल्नुभयो है, मैले गदावरीको सानो भिडियो देखाएँ तपाईहरुलाई। आज चाहिँ म यो गदावरीलाई चाहिँ कसरी केयर गर्नु त्यो बारे तपाईहरुलाई सानो टिप्स दिन्छु है। अनि मैले चाहिँ योपालि फर द फर्स्ट टाइम आई ट्राइड मल्टिफ्लोरा क्रिसेन्थेमम है। अनि हेर्नुस् न कति मजाले भएको छ मेरो। 5 वटा ल्याएको थिएँ, 5 वटा कलरमै। हेरौँ कस्तो फुल्छ। अनि यो दुईटा चाहिँ रोप्दाखेरि यो दुईटा भाँचिएको थियो, मैले दुईटा त्यसमा सारेको थिएँ, त्यो पनि राम्रो भएको छ। 5 वटा चाहिँ हेल्दी है। अनि बडिङ पनि पुरा भएको छ। अनि यो चाहिँ हो मेरो सधैँ मैले रोप्ने पमपम। योपालि हेल्दी भएर आएको छ। 10 वटा किनेको, 10 वटा। यो चाहिँ मैले घिसिङ फ्लोराबाट ल्याएको। अनि यो चाहिँ मैले सिङको दोकानबाट ल्याएको। अब गदावरीमा चाहिँ बडिङ सुरु भएपछि हामीले यसलाई अलिकति न्युट्रिसियस फर्टिलाइजर दिनुपर्छ। त्यसमा मैले चाहिँ सधैँ दिने गरेको पिना ओइल केक, पिना अनि गोबर दुईटालाई चाहिँ ओभरनाइट सोक गरेर है, त्यसलाई पातलो गरेर म लगाउने छु है। त्यसो गर्नाले चाहिँ यो आएको बडिङहरूलाई राम्रो न्युट्रिसन पुग्छ र राम्रो फुल दिन सक्छ। त्यो भन्दा पहिला चाहिँ हेर्नुस्, अब यहाँनेरि हेर्नुस् है, माथि त राम्रो छ, यहाँ मुनि माटो घटेर यति भएको छ है। अब यसलाई फुल्नुको लागि मैले यसमा माटो थप्नु पर्यो। त्यसको लागि पुरानै माटो हो रेडी गरेको छु, यो थप्छु। गदावरी सबैमा माटो घट्यो। अनि चाहिँ त्यति चाहिँ गर्नेछु म आज। तपाईहरु भिडियो लास्टसम्म हेरिदिनुहोस् होला है। पुरानै माटो भन्नाले चाहिँ अस्ति भर्खरको सिजन फुलको माटो हो, त्यसमा मल अलरेडी छ अलिअलि नि। यहाँ मल र माटो पाउनै साह्रो। अनि हेर्नुस् न माटो गिलो छ र पनि मैले लगाएँ। फुरफुर भए चाहिँ राम्रो हुन्थ्यो। तपाईहरुले मलसँगै फिटेर लाउनु भने अझै राम्रो हुनेछ। जोगाएर लाउनु पर्ने यसलाई, कोपिलाहरू भाँचिनु भएन है। अनि यति हामीले माटो मजाले लगाइदिउँ भने चाहिँ यसलाई फुलुन्जेलसम्म मजाले न्युट्रिसनहरू पनि पाइहाल्छ है। जब मजाले न्युट्रिसन यसरी आज यति चाहिँ गर्ने भनेर यति लगाइसकेर माटो थपिसकेर चाहिँ म गोबर र पिनाको लिक्विड फिटेर लगाउँछु। यति भए यो सालको गदावरी मजाले फुलिजान्छ। तपाईहरु पनि यस्तै गर्नुहोस्। के कस्तो छ तपाईहरुको है गदावरीको अपडेट दिँदै गर्नुहोस्। मैले दिएको टिप्सहरुबाट पनि तपाईहरुले सिकेर गदावरीको केयर गर्न सक्नुहुनेछ। यसरी लगाइदिनुपर्छ माटो चाहिँ। अब मैले माटो थपिसकेँ मल्टिफ्लोरामा अनि पमपममा पनि। यो लास्ट वान हो। पमपमलाई चाहिँ मैले यसपालि 3 पल्ट पिन्चिङ गरेँ है, बुसी बनाउनुको लागि। अन्त दसैँ तिहार छिटो हुनाको कारणले 15 अगस्त अगाडिसम्म चाहिँ मैले पिन्चिङ गरेँ 3 पल्ट। अनि त्यसको बाद चाहिँ गर्नु भएन, किनभने दसैँ तिहार छिटो छ, कोपिला लाग्दैन। अनि ढिलो भयो भने फेरि यता विन्टर्समा लाइकिरा पनि लाग्छ, फक्रिनै सक्दैन। त्यसैले चाहिँ 15 अगस्त अगाडि मैले 3 पल्ट पिन्चिङ गरेर बुसी बनाएँ। मल्टिफ्लोरालाई चाहिँ दोकानेले नै गर्नु पर्दैन भन्नुभएको थियो र मैले गरिनँ। यस्तो बुसी भएको छ। यहाँ हेर्नुहोस् मेरो मल्टिफ्लोरा यो वर्ष मैले फर्स्ट ट्राई गरेको। यति दामी भएको छ, हेल्दी स्ट्रङ बोट। फुल लागेपछि तपाईहरुलाई फेरि देखाउँछु मेरो मल्टिफ्लोरा। यहाँ पनि छ अर्को 5 किसिमको छ कलरमा। मल्टिफ्लोरा। अब यो ओभरनाइट सोक गरेर राखिएको पिना पानी र गोबरको मिक्सचर चाहिँ म पतला गरेर सबै गोदावरीमा लगाउने छु। यो लगाउँदा चाहिँ तपाईहरुले पातला गर्नुहोस्, किनभने पिनाले गर्दा फंगस लाग्ने डर हुन्छ। फेदको पात तपाईहरुले चेक गर्नुहोस्, किनभने रेनी सिजनै हुन्छ। अनि तपाईहरुले यो 2 चोटी लगाउनुहोस् यतिको हुँदा। अनि अब चाहिँ कोपिला फुट्नु आँट्दाखेरि मलाई त नानीले काम गर्नै दिएन है। अघिसम्म अमिसले हेरिदिनु भयो। अहिले अब अमिस काम गर्नु हुँदैछ हो म नानीसँग। अनि अब बाँकी रहेको सफाइको काम चाहिँ अमिसले गरिदिनु हुँदैछ। आमा चाहिहाल्छ है। एकछिन अब सक्यो।
पापासँग हिलो खेलेर लडेर नाङ्गै त छ नानी पनि। मेरो हेल्पिङ ह्यान्ड रमेशले चाहिँ धाराबाट पानी जोडेर आँगन पनि मजाले सफा गरिदिनु भयो, फुल पनि मिलाइदिनु भयो है। अनि यदि तपाईँहरूको गदवारीमा लाइकिरा लागेको छ भने निम ओइल युज गर्नुहोस्, भएन भने चाहिँ फुल दोकानमा गएर दबाई मागेर त्यो लगाउनुहोस्। अनि फुल नलागुन्जेल चाहिँ तपाईँहरूले गदवारीलाई घाम भेट्ने जग्गामा राख्नुहोस्, किनभने रेनी सिजनले गर्दा फङ्गस लाग्ने चान्सेस हुन्छ। फाइनली चाहिँ यसरी मिलायौँ यहाँनिर गोदावरी है। आज गोबर र पिनाले गर्दा अलिक गनाउँछ भनेर यसलाई यहीँ राख्यौँ। अनि 1-2 दिनमा या भोलि नै हुन्छ म माथि बरन्डामा राख्छु है, त्यहाँ चाहिँ घाम राम्रो भेट्छ। नफुलुन्जेल चाहिँ म घाममै राख्छु। अनि यसरी मिलायौँ। आजको काम चाहिँ सकियो। यसरी नै तपाईँहरूले पनि गदवरीको केयर गर्नुभयो भने तपाईँहरूले पनि राम्रो फुलाउन सक्नुहुन्छ। हवस् त, मेरो भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई थ्याङ्क यू, बाई बाई, गुड इभिनिङ अनि टेक केयर।